हेलो नमस्ते एनजे नेपाल साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो अर्को नयाँ ब्लगमा। साथीहरू, हिजोको भिडियोमा मैले तपाईँलाई चाहिँ हिजो हामीले यहाँ नयाँ चुलो ल्याएको थियौँ होइन। त्यो चुलो ल्याएको थियो। अब त्यसमा चाहिँ के छ, किनिसकेपछि अलिकति दाउरा भयो नि चल्ने होइन। ठुलो परिवारलाई चाहिँ अलि नहुन नि सक्छ होइन। यो पाँचजना 6जना परिवारलाई राम्रो। अनि त्यसमा सानो के भन्छ ब्याट्रीमा के भन्छ पङ्खा होइन। त्यसमा हिजो बेलुका र आज बिहान खाना बनाउँदा अब हामीले खाना बनाउँदाखेरि हिजो बेलुका 45% ब्याट्री खायो र आज बिहान चाहिँ कति आज 44 होइन 54% ब्याट्री खायो भनेपछि ठिकठाकै चल्यो होइन। सो साथीहरू, त्यसमा के छ भनेपछि अब दाउरा चाहिँ धेरै लाग्दैन, तर दाउरा यो नि के हुन्छ ठुलो हुन्छ कि साथीहरू। यो नि के हुन्छ ठुलो हुन्छ होइन। यस्तो बनाउनु पर्छ कि। सो अब अहिले चाहिँ म यो दाउराहरूलाई के सानो बनाउन गइरहेको। तपाईँलाई एकचोटिमा खाना बनाउँदाखेरि चाहिँ लगभग 1.5 केजी 2 केजी 1.5 केजी जति दाउरा भयो नि पुग्छ कि। राम्रो दाउरा हुनु पऱ्यो होइन, कोइला बनाउने खाले त्यो पुग्छ। सो साथीहरू, अब म यो दाउराहरू फाड्न गइरहेको छु। अहिले देखाउँछु म तपाईँहरूलाई त्यो बलिसकेपछि फेरि। यो दाउराले अब भोलिसम्म चल्छ। यो त्यतिले भोलिसम्म चलिहाल्छ फेरि। दाउरा कम युज हुन्छ, खाना नि पाक्छ, मस्त आगो बल्छ, राम्रो आगो बल्छ। एकचोटि आगो सल्काउन गाह्रो हुन्छ होइन साथीहरू। अनि आगो बल्छ एकचोटि जलेपछि त यसरी भित्र दाउरा हालिदिने अनि चट्ट मस्त बल्छ क्या। देख्न सक्नुहुन्छ है, पानी नआएको 2-3 दिन भइसक्यो। भोलि आउँछ भने तर पनि पिउनलाई पानी थिएन क्या। त्यही भएर यहाँ लिन आएको थियो कि यहाँ धारा छ नि त। अस्ति आएको भिडियो पनि बनाएको थिएँ। र हेर्नु यहाँ धान कसरी तर मस्त भएको क्या धान। तर आउँदाखेरि के भयो भनेपछि त्यहाँनिर चिप्लो थियो है। उताबाट बच्चाहरू आइरहेको थियो, म यताबाट गएको स्वाट चिप्लेर यार यो लेफ्ट साइडमा हल्का चोट लागेको छ होइन। बाहिरी चोट भयो त के मतलब पर्दैन। अलि त खासै दुख्या छैन, अलिअलि दुख्या। भित्री हड्डीमा लाग्नु भएन। बाहिरी चोट त जे भयो नि के फरक पर्दैन। सो साथीहरू, फाइनली लड्दै पड्दै आइयो होइन। अहिले चाहिँ यहाँ दुखिरहेको कि यता लेफ्ट साइडमा लाग्यो हो नि त।
यतापट्टि दुखिरहेको छ अलिक चिप्लेर क्या यस्तै सिमेन्टेड थियो क्या यस्तै सिमेन्टेड त्यो सिलाब रहेछ अलि बाटो यस्तो जाने बेला उताबाट मान्छे आइरहेको थियो बच्चाहरू यताबाट जाउँ भनेको यसो आँटे चिप्ल्यो क्या सो साथीहरू अब 7 बजिसक्यो अब भिडियो एडिट गर्नुपर्छ र ओके टेक केयर बाई बाई गुड नाइट